यात्रा भइरहेछ तो बबाल काट्ने क्रममा हाम्रो ग्याङ साथीहरू टक्क लाएर घाम नि लागिसक्यो अहिले के हालत हुने हो ल फाइनली हामी चाहिँ आइसक्यौँ है त टाढो भएको ठाउँमा यता नि रहेछ त्यो छोटो छ यहाँ तरी बस्दिन्छ अनि यहाँ सुत्छ होइन यहाँ सुत्छन् त केटाहरू हजुर बाबु म गोसाले केटाहरू चाहिँ माथि पुगिसक्यो यस्तरी हिँडिरहेको छ कि देखाउन मिलेको छैन छायामा देखाइरहेको छ है कति बजी पुग्छ हामी 5 बजीतिर 10 यहाँ माथि आएर अनि खाँदैछौँ है हामी चाहिँ के छ हो फाइनली छन् फाइनली है हामी चाहिँ त्यहाँ बसेर हिँडेको होइन कोही टाङ काउली डाँडा काठ बोक्न गएको चाहिँ ब्लक भयो होइन आज फेरि टक्क भातसात खाएर चाहिँ गेम खेल्न जानुपर्ने हुन्छ गएको चाहिँ ब्लक साथीहरू अर्कै हुन्छ है धेरै माया गरिदिनु होला भन्न चाहन्छु हेलो हेलो ल गुड मर्निङ है साथीहरू ल काठ लिन जाँदैछौँ साथीहरू नि यस्तो पारामा छ होइन हामी चाहिँ अहिले टक्क 7 बजिसकेको छ यतिखेर चाहिँ हामी यसै यात्रा गर्दैछौँ 1 घन्टाको यात्रा हुनेछ हाम्रो चाहिँ यस्तो बबाल आउने क्रममा रमाइलो गरिरहेको छौँ आयो तापेर अब यहाँदेखि तलतिर जाने 1 घन्टाको यात्रामा हामी चाहिँ काठ लिएर आउनेवालामा छौँ गयो आगो के हो जम 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 यात्रा यस्तो भइरहेको छ खायो होला केटाहरूलाई रक्सी लिएर होइन इन्डिया हाम्रो चाहिँ 1 घन्टाको यात्रा हुन्छ है त तलतिर थक्क लाएर हजुर कहाँ हजुर ए धेरै दिन बस्यो क्या है अहिले हाम्रो कपडा चाहिँ यहाँ राखेको छौँ है त ल यस्तो बबाल छ कि होइन यता घुम्दै त छ क्या साथीहरू यस्तो काठ लिन आयो भने हामी चाहिँ घाम नै बबाल ध्यान बबाल है त ल यो पाहाडी गाउँ चाहिँ सार्की डाँडा भन्दा हामी यता आइरहेको छौँ होइन बबाल चाहिँ बबालै छ भनौँ न केटाहरू सबै हिँडिसकेको छौँ आजको ब्लग चाहिँ यस्तो हुन्छ साथीहरू काठ लिन हामी क्रममा चाहिँ यात्रा गरिरहेछौँ 1 घन्टाको बाटो घरदेखि त हामीलाई 2 घन्टा लागिन्छ तर यहाँ माथिदेखि डाँडादेखि चाहिँ 1 घन्टाको यात्रामा होइन बब्बाल है केटाहरू रमाइलो गर्दै हिँडिरहेछौँ है त घाम नै बबाल छ क्या आज चाहिँ सार्की डाँडा ल साथीहरू टक्क हुस्सेकोटतिर टक्क देख्न सक्नुहुन्छ तपाईँहरूले पनि धेरै दिनपछि चाहिँ मैले हुस्सेकोट
देखाउन गइरहेको छु। मेरो चाहिँ फर्स्ट ब्लग हो क्या साथीहरू यो चाहिँ उतेको देखाएको केटाहरू चाहिँ गइसक्यो अगाडि ल हाम्रो ग्याङ साथीहरू टक्क लाएर बाबा ए घाम नि लागिसक्यो अहिले के हालत हुने हो यात्रा भइरहेछौँ तल काठ भएको ठाउँमा पुगेर चाहिँ हामी भेट्न सक्छौँ है त ल गुजिया लिएर कति बजी पुग्छ हामी गुजिया लिएर 5 बजेतिर 10 बजेतिर 10 त्यहाँ त चरा छ त्यहाँ सुकेको ठाउँ यस्तो दुख्या हल गाई चाहिँ ल काठ लिएर फेरि माथि डाँडामा पुग्नु चाहिँ 1 घन्टाको यात्रामा फेरि हामी अरू चाहिँ गइसक्यो मलाई चाहिँ यो पऱ्यो क्या गरुङ्गै छ हौ गरुङ्गै छ कस्तो यहाँ आइसक्यौँ थाकेर बसेछौँ सबैलाई देखाइदिनु सबैलाई पनि आइसक्यो हामी चाहिँ यहाँ माथि आएर अनि खाँदैछौँ है हामी चाहिँ अनि खाँडे केटाहरू फाइनल्ली अनि खाएर भइसक्यो अघि निकै ठाउँमा क्या अघि निकै आगो टापेको ठाउँमा आगो टापेको चाहिँ यहाँ आयो हामीले घाम बबाल छैन 1 घन्टाको यात्रा टल्लिएर थियो हाम्रो चाहिँ यहाँदेखि चाहिँ 1 घन्टाको यात्रा हुन्छ होला हनी सनी खाएर भइसक्यो मैना केटाहरू चाहिँ माथि पुगिसक्यो म चाहिँ यस्तरी हिँडिरहेको छु क्या देखाउन मिलेको छैन छायामा देखाइरहेको छ है केटाहरू चाहिँ यस्तो आइया यिनीहरूले हामी चाहिँ त्यहाँ बसेर हिँडेको होइन केटाहरू गइसकेको छ टक्कै टेन्टाङ काउली डाँडा साथीहरू यो चाहिँ होइन काठ बोक्न गएको चाहिँ ब्लक भयो होइन आज फेरि अहिले पछि चाहिँ हामी फेरि टक्क भातसात खाएर चाहिँ गेम खेल्न जानुपर्ने हुन्छ भलिबल गेम खेल्न गएको चाहिँ ब्लक साथीहरू अर्कै हुन्छ है धेरै माया गरिदिनु होला भन्न चाहन्छु केटाहरू पहाडी पुगिसक्यो भने यता यस्तो छ बबाल हुनेवाला छ साथीहरू चाहिँ अहिले म झोला बोक्दै हिँड्दैछौँ ढान्टाडाङ बबाल घर आइसक्यो बल्ल बल्ल चाहिँ हामी ए भुल जान्छ ल यता केटाहरू काठ राख्दैन बल्ल आइपुग्यो है ल ल यस्तो बल्ल बल्ल आइपुग्यो भात खाँदै यता मेरो भात आजलाई चाहिँ मेरो भ्लग यस्तो हुन्छ होइन कस्तो लाग्यो धेरै माया गरिदिनु होला अब चाहिँ फेरि अर्को भ्लग आउँछ साथीहरू है त भलिबल गेम खेल्न गएको चाहिँ आजलाई चाहिँ भन्न चाहन्छु